हेलो साथीहरू, यहाँहरूलाई स्वागत गर्न चाहन्छु हाम्रो च्यानल सुस्लिङ ट्रेडमा। र भिडियोको क्वालिटी त्यस्तै छ, त्यसलाई ध्यान नदिनु होला। ध्यान यसको गुड विललाई दिनु होला, यसको एडभान्सरलाई सरी प्रफिटलाई दिनु होला, यसको गुणस्तर यसको ज्ञानलाई दिनु होला, नलेजलाई। साथीहरू, म यहाँ तपाईँहरूलाई गोल्डको जुन सेटअपको बारेमा कुरा गर्न लागिरहेको छु। 12-15 वर्षको यस ट्रेडिङको एक्सपिरियन्स अनुसार जुन यो सेटअप मैले तयार गरेको छु, यो तपाईँ कहीँ पनि पाउनुहुन्न। बेसिक त सबैको उस्तै हुन्छ, अब त्यसमा आफ्नो आफ्नो सेटअप हुन्छ, आफ्नो आफ्नो स्ट्र्याटेजी हुन्छ होइन। त्यो स्ट्र्याटेजी म यस भिडियोबाट तपाईँहरूलाई सेयरिङ गर्दैछु ताकि तपाईँहरूलाई प्रफिट होस्। सधैँभरि ट्रेडमा लस भइरहेको छ भने यो सूत्रले थोरै तपाईँहरूलाई उठाउन सहयोग गरोस्, यही कामना गर्न चाहन्छु। तर सेटअपमा पनि सबसे ठुलो चाहिँ ट्रेड अनुशासन डिसिप्लिन हुन्छ, त्यसलाई चाहिँ नगुमाउनु होला, त्यसलाई सधैँ प्रयोग गर्नुहोस्। साथमा यसलाई युज गर्नुभयो भने सुनमा सुगन्ध हुनेछ। यो सेटअप हो स्क्याल्पिङ गोल्ड स्क्याल्पिङ सेटअप भन्छ यसलाई। र यसलाई सुस्लिङ ट्रेडद्वारा परिकल्पना गरिएको आफ्नो अनुभवको आधारमा। र यसको रुल्सहरू अघिल्लो भिडियोमा भनिसकेको छु, यसलाई म थोरै पिक्चरमा देखाउन गइरहेको छु। यसमा सबभन्दा पहिला रुल्स 1 मा साइडवेज आउनु पर्यो। र यो साइडवेज थाहा पाउनको लागि चाहिँ हामीले बुलिन्जर ब्यान्डको पनि प्रयोग गर्छौँ। जस्तै कि बुलिन्जर ब्यान्डमा जब एकदम यो साँघुरो स्क्वाइज आउँछ नि, सानो यस्तो आइसकेपछि सम्झिनुहोस् यो मार्केट साइडवेज छ र यस पछाडि एउटा ठुलो बुम आउनेवाला छ होइन। यहाँ एकछिन ठुलो बुम आयो। यो बुलिन्जर ब्यान्डबाट थाहा हुन्छ भनेदेखि अर्को त्योभन्दा नि अझ फिक्स चाहिँ तपाईँको यो एडिएक्सबाट थाहा हुन्छ। यो एडिएक्समा यहाँनिर 20 को लाइन हुन्छ। यो बिचमा जुन ड्र गरेको छ, यो 20 को लाइनबाट तल जब यो लाइन यो तल झर्छ, यस पछाडि साइडवेज सुरु भयो भनेर तपाईँहरूले बुझ्नु सक्नुपर्छ। र साइडवेजमा हामी ट्रेड गर्दैनौँ, यसलाई स्मरण राख्नु होला। र साइडवेज जब हुन्छ त्यतिखेर यो सेटअप बन्ने हो। र त्यतिखेर हामीले यसको रुल्स नम्बर 1 के त भन्दा साइडवेज सुरु हुन्छ। साइडवेज सुरु भएको केही समय पछाडि चाहिँ यसमा अर्को सेटअप चाहिँ तपाईँको नम्बर 2 मा 5 PM र VWAP यो दुईटा चाहिँ एक आपसमा भेट हुनुपर्छ। जस्तै यहाँ भेट भयो हेर्नुहोस्। र यो जब यो भेट हुन्छ, भेट हुने क्रममा त्यसपछि नम्बर 3 मा चाहिँ रिभर्सल क्यान्डलहरू बन्छ। त्यसमा तपाईँ डोजी नै हुनसक्छ, स्पिनिङ टप हुनसक्छ, मारुबुजु हुनसक्छ, मारुबुजु अथवा इङ्गल्फिङ हुनसक्छ, अथवा होइन सेटअप अनुसार हुन्छ। र अहिले म तपाईँहरूलाई यो देखाउँदैछु सर्ट ट्रेडको लागि। र सर्ट ट्रेडमा यस्तो डोजीमा पनि तपाईँको ग्रेस्टेन डोजी आउने सम्भावना हुन्छ, अथवा त्यही आउँछ भन्ने छैन, कुनै पनि हुन्छ। डोजी, स्पिनिङ टप होइन, मारुबुजु, इङ्गल्फिङ, कुनै पनि सिग्नल आउनु पर्यो क्यान्डलमा। भनेपछि यसमा 3 नम्बरमा यो, अनि यो दुईटा मध्येमा कुनै पनि अगाडि आउन सक्छ। 5 PM र VWAPको भेटघाट अगाडि आउन नि सक्छ, या त्योभन्दा अगाडि चाहिँ क्यान्डलहरूको चाहिँ यो उहरू आउन सक्छ, रिभर्सल क्यान्डलहरू आउन सक्छ। यो एउटा मात्र हुँदैन, 2-3टा कतिवटा हुनसक्छ है। र जब यो आइसक्छ त्यस पछाडि हाम्रो थर्डमा चाहिँ यो फोर्थमा चाहिँ के हुन्छ भने अब इन गर्ने पालो हुन्छ। अब 1 नम्बरमा साइडवेज हुनु पऱ्यो, 2 नम्बरमा चाहिँ 5 AM र VWAPको भेटघाट हुनु पऱ्यो, त्यस पछाडि अर्को चाहिँ रिभर्सल क्यान्डलहरू आउनु पऱ्यो, त्यस पछाडि फोर्थमा इन गर्ने टाइम आउँछ। त्यसमा चाहिँ प्रिभ्यू क्यान्डललाई नेक्स्ट न्यू क्यान्डलले जब ब्रेक गरिसकेपछि हामी यहाँ इन्ट्री लिन्छौँ। इन्ट्री लिने क्रममा एसएल, यो साइडवेजमा धेरै एसएल खाने सम्भावना पनि हुन्छ, तर सानो छन् हामी एसएल खान्छौँ, त्यसलाई थोरै बी केयरफुल हुनु होला होइन। त्यस कारण त्यो एसएल नखाने हो भने, थोरै घटाउने हो भने चाहिँ हामीले प्रिभ्यू क्यान्डललाई नेक्स्ट क्यान्डलले जब क्रसओभर गरिसकेपछि त्यसले क्लोजिङ
गर्न दिनु। त्यो क्लोजिङ पछाडि फेरि नेक्स्ट क्यान्डल पोजिटिभ हुँदै अर्को क्रस ओभर भएर स्टार्ट भयो भने यहाँनिर हामी इन्ट्री गऱ्यो भने धेरै 50% कम हुन्छ एसएल खाने। अब होइन सुरुदेखि नै अलि प्रफिट धेरै खाने हो, इनकेस एसएल खान पऱ्यो भने खाउँला भन्नुभयो भने चाहिँ फेरि एसएल यस्तोमा चाहिँ सानो सानो हुन्छ। र हाम्रो यहाँनिर ध्यान दिनुपर्ने कुरा के भन्दा हामीले सक्दो यो गोल्ड ट्रेडलाई 500x हुने भएको कारणले गर्दाखेरिमा लिभरेज 500 हुने भएको कारणले गर्दाखेरिमा सानो सानो एसएललाई हामीले सेटअप हेर्नुपर्छ। र यहाँनिर थोरै सेटअपहरू एकदम सानो हुन्छ यहाँनिर एसएलको, त्यसकारण यस्तो ठाउँहरू हेर्नुपर्छ। र इनकेस मार्केट उल्टो गयो भने पनि सानो लसमा हामी एक्जिट हुन सकौँ र एसएल चाहिँ अनिवार्य राख्नु होला। र यसमा चाहिँ जब यो प्रिभ्यू ब्रेक हुन्छ हामी यहीँनिर इन्ट्री गर्छौँ, त्यतिखेर अर्को के ध्यान दिनु पऱ्यो भने त्यो क्यान्डलले प्रिभ्यू क्यान्डललाई ब्रेक गर्ने क्यान्डलले चाहिँ भिभ्याप र 5 EMA-लाई पनि क्रस गर्नु पर्यो र क्रस गरेर क्लोजिङ दियो भने असाध्यै राम्रो हुन्छ। त्यसकारण तर हामी इन्ट्री चाहिँ यहीँ नै गर्छौँ सेटअप हेरेर है, नत्रभए चाहिँ हामी यसलाई प्रिभ्यू क्यान्डललाई क्रस गर्ने क्यान्डलको क्लोजिङ वेट गर्छौँ। क्लोजिङ पछाडि नेक्स्ट क्यान्डलले चाहिँ यहाँनिर जब क्रस ओभर गर्छ भने हामी इन्ट्री गर्छौँ। हेर्नुहोस् त यसपछि इन्ट्री गरेर हेर्दा हेर्नुहोस् त त्यतिखेर हामी यहाँनिर भोल्युम पनि हेर्नुपर्ने हुन्छ। यो भोल्युम पनि राम्रो आउनु पऱ्यो, भोल्युम पनि आएको छ कि छैन त्यो हेर्नु पऱ्यो। त्यस पछाडि साथमा हामी यो पनि हेर्छौँ मार्केट किन्ने बेला भएको छ कि बेच्ने बेला भएको छ कि होइन। हामी त्यो थाहा पाउनको लागि हामीले चाहिँ यो बिबी पर्सेन्टलाई पनि हामी ध्यान दिन्छौँ। यसमा चाहिँ हामी जस्तो कि यो माथिल्लो ब्यान्डको माथि नै टच भइसकेको छ अनि यस्तो अवस्थामा हामी होइन सेल गर्नको लागि रेडी हुन सक्छौँ। जस्तो कि यहाँनिर माथि आयो, माथि यहाँबाट तल आयो, ट्याक्कै यस्तोमा ध्यान दिनुपर्ने हुन्छ। र तल आउँदाखेरिमा हामी बाइक लागि रेडी हुन्छौँ लङ पोजिसनलाई। माथि चाहिँ छ भने चाहिँ यो लाइन माथि छ भने चाहिँ हामी सेलको लागि रेडी हुन सक्छौँ। यसले पनि सपोर्ट गर्छ, यसलाई पनि ध्यान दिने र साथमा चाहिँ मेन यही सेटअपलाई ध्यान दिने। र त्यस पछाडि यसमा हामीले अघिल्लो भिडियोमा भनिसकेका छौँ कि गहिरो पानीमा एकैचोटि छिर्नुभन्दा अगाडि हामी लौरोले नापेर बिस्तारै छिर्ने हो भने हामी डुब्ने सम्भावना कम हुन्छ। ठिक त्यसरी नै ट्रेडिङमा पनि तपाईँले यहाँनिर जुन अघिल्लो सेटअपमा मैले बताएको छु डबल बिड गर्ने सेटअप, त्यो अनुसार गर्न सक्यो भने राम्रो हुन्छ कि स्टार्टमा जब म $100 लिने, यहाँ $100 लट सानो लट स्टार्ट गर्ने। सानो लटमा पनि एसएल खानलाई मार्केट ब्याक आयो भने चाहिँ यतातिर आयो फर्कियो नेगेटिभ भयो भने चाहिँ त्यहाँनिर लिक्विडेसनभन्दा ठिक अगाडिपट्टि चाहिँ हामीले दोब्बर बिड लट साइज चाहिँ बिड गरेर राख्ने। त्यसलाई पनि हिट गरेर अझ ब्याक आयो भने मानौँ 100 गरेको थियो, 100 खानलाई एसएल खानलाई ब्याक आयो भने एसएलभन्दा अगाडि लिक्विडेसनभन्दा अगाडि $200 को बिड राखिदिने। र $200 पनि खाइदियो भने हामी खायो मतलब हामी त्यहाँनिर अग्रिम बिड राख्ने। अग्रिम बिड गर्ने बित्तिकै लिक्विडेसनको ग्याप पछाडि हट्छ अनि फेरि नेक्स्ट लिक्विडेसनभन्दा ठिक अगाडिपट्टि चाहिँ मार्केट इनकेस रिटर्न ब्याक भयो भने यानि कि नेगेटिभ भयो भने चाहिँ त्यहाँनिर हामी बच्नको लागि फेरि हामीले अर्को $600 को बिड लिन सक्छौँ अघिको भन्दा दोब्बर। त्यसलाई पनि खायो भने त्यसभन्दा पनि अर्को दोब्बर गर्दै गर्दै हाम्रो ब्यालेन्स अनुसार चाहिँ हामीले राख्न सक्छौँ। र त्यहाँबाट यो अब यस्तो ठाउँबाट तल थियो, तलबाट फर्किँदै माथि आयो, माथिको रिभर्सल ठाउँभन्दा पनि अब माथि छैन ठाउँ तर पनि त्यहाँ जाने जस्तो अवस्था भयो भने चाहिँ हामी एक्जिट हुँदा हुन्छ। आफ्नो ब्यालेन्सले कति धाने र हामी कति एसएल दिने त्यो आफ्नो सेटअप अनुसार हामी एक्जिट हुन सक्छौँ। र यसरी हामीले ट्रेड गर्न सक्यो भने धेरै राम्रो हुन्छ। र कुरा बुझ्नु होला, यसलाई पटक ध्यान दिएर हेर्नुहोस्, रिपिट गर्नुहोस्, बुझिहाल्नुहोस्। नबुझे अर्को नेक्स्ट भिडियोहरू पनि म हाल्दै जान्छु, त्यसलाई ध्यान दिनुहोस्, राम्रो हुनेछ। थ्याङ्क यू सो मच।